डाक्टर मणिकुमार शर्मा MBBS MRCP भारतीय गोर्खा समुदायको भाषिक संवैधानिक चेतनाका स्पष्ट र निर्भीक आवाज हुन्। उहाँको प्रथम कृति गोर्खा भाषा एक चिन्तनले गोर्खा भाषाको आधारभूत वैचारिक धरातल निर्माण गर्यो भने गोर्खा भाषा नाम एक अपरिहार्य भारतीय परिप्रेक्ष्यमा दुई भागमा विभाजित गहिरो अध्ययन हो। यस कृतिमा उहाँले नेपाली भाषा र गोर्खा भाषाको नामकरण भिन्नतालाई भारतीय गोर्खाहरूको ऐतिहासिक यथार्थसँग जोड्दै स्पष्ट पार्नु भएको छ। स्वर्गीय सुभाष घिसिङबाट प्रेरणा लिएर भाषा, इतिहास र अस्मितालाई भावनाभन्दा माथि उठाई बौद्धिक र संवैधानिक बहसको केन्द्रमा ल्याउनु उहाँको ठूलो योगदान हो। डाक्टर शर्माको सन्देश स्पष्ट छ। गोर्खा भाषा, गोर्खा जाति र गोर्खा अस्मितालाई संवैधानिक रूपमा व्यवस्थित नगरी भारतीय गोर्खाहरूको पहिचान सुरक्षित हुँदैन। गोर्खा भाषा नाम आज कुनै विकल्प होइन, भारतीय गोर्खा अस्तित्वको अपरिहार्यता हो। नमस्कार। गोर्खा भाषाको शैक्षणिक प्रचार प्रसारणको क्रममा यो अर्को पल्ट हामी हजुरलाई भेट गर्दैछौँ। यसो हुँदा हामी सुन्नमा आउँदैछौँ कि नेपाली शब्दले नेपाली भाषा र नेपाली जाति दुईटैलाई सम्प्रेस गर्दछ। के यो माथि केही टिप्पणी दिनुहुन्छ? हजुर, जहाँ तक मलाई याद आउँछ यसबारे थुप्रोले अगाडि नै यो कुरा उठाएको हो प्राय। अनि एक दुईवटा किताबमा मैले पढेको पनि हो। यहाँले अलिकति स्रोतको बारेमा भनिदिनु भने मलाई अलिकति अवश्य छ। हजुरलाई म स्रोतको बारेमा भन्छु। मैले पढ्दै आएको क्रमागत किताबहरूमा एउटा किताब छ जहाँ लेखेको छ, वरिष्ठ साहित्यकार हुन्, उहाँले लेख्नु भएको छ, नेपाली शब्दले नेपाली जाति र नेपाली भाषा दुवै बुझाउँछ। अनि त्यो किताब हो टिपन तापन, पारस मणि प्रज्ञानज्यूद्वारा लेखिएको किताब हो। अनि यसको संस्करण हजुर यो छ। त यसमा नेपाली शब्द अनि नेपालसित जोडिएको व्याख्यान छ। यो कुन चाहिँ संस्करणमा पर्यो? यो किताबको संस्करण प्रथम दुईटा संस्करणमा छ। प्रथम संस्करण 1969 को हो। अनि दोस्रो संस्करण 1993 मा भएको छ। त्यो किताब मसित छ। अच्छा, पहिला हामी 1969 तिर सकिहाल्यौँ। हजुर, त्यसबाट 1993 को कुरा पछि अन्तमा गरौँ। हजुर, किनभने 93 भन्ने साथ एउटा महत्त्वपूर्ण हाम्रो एउटा माइलखुट्टी बुझिन्छ। किन 92 मा एउटा चिज भएको हो, 93 आउँदा छेउछेउमा आउँदा त्यो अटोमेटिकली हाम्रो त्यहाँ तान्छ। तर त्यसबारे पछि गर्नु होला। अब जब नै हामी कुनै विषयमा सोच्छौँ, लेख्छौँ अनि विचार गर्छौँ, त्यसको मूल उद्देश्य हुन्छ कि के त्यो चिज हामीमै सीमित राख्ने हो, के त्यो चिजलाई पढे लेखेका विद्वानहरू बीच मात्रै सीमित राख्ने हो, या त हाम्रो विचार, हाम्रो भावना, हाम्रो अभिव्यक्ति या कसैको अभिव्यक्ति त्यो जनतामा जानुपर्ने हो। म चाहिँ अलिकति यो जनताप्रति अलिकति झुकेको मान्छे भएको हुनाले, किन हामी साधारण वर्गबाट जन्मेको मान्छे हौँ, सर्वहारामी हौँ। हजुर, हामी कुनै यहाँ राजा रजौटाका छोराछोरी हो, म चाहिँ होइन। त्यसो गरेपछि त्यही त्यो जनता भन्ने कुरो चाहिँ हाम्रो सबै मनमा आइरहेको छ क्या। हजुर, यसमा एउटा महत्त्वपूर्ण कुरा के छ भने, के म जान्न चाहन्छु भने, यो किताबको यो भूमिका चाहिँ कसले लेखेको रहेछ? यसो हजुर मलाई भनिदिनुहोस्। यो किताबको भूमिका रूपमा यसै त भूमिका यहाँ लेखिएको छैन, यद्यपि भूमिकाकै रूपमा
फुलको नक्सा दिएर लेखिएको छ। ए अनि यो लेख्ने हाम्रो कमल दीक्षितजी हुनुहुन्छ। कमल दीक्षित नेपालका हुनुहुन्छ। कमल दीक्षित हजुर। ए अच्छा, कमल दीक्षित भने त मलाई त याद आयो नि त, यहाँले 1969 मा छापेको किताब भन्नुभयो होइन? हजुर। ए त्यहाँ त्यो हो नि, त्यहाँ कमलमणि दीक्षितको उहाँको भूमिका चाहिँ भन्नुभएको छैन, तर मलाई लाग्छ उसले पनि चित्राङ्कन गरेर भन्नुभएको छ। त्यसमा उहाँले यही कनोटेसनमा के भन्नुभएको छ भने 1969 मा चाहिँ यो किताब प्रकाशित भएको हो। हजुर। प्रथम टिप्पण हजुर भएको छ। हजुर। त्यसको 35 वर्ष अगाडि हजुर पारसमणि प्रधानजीकै एउटा बहुतै प्रचलित लेख हजुर मदौरो आमाको जोखाना प्रकाशित भएको थियो। राइट। त्यो त्यस विषय के लेखेको छ त्यहाँ? यस्तो छ, कमल दीक्षितज्यूले पनि लेख्नु भएको छ। जोखानाको बारेमा के? जोखानाको बारेमा पनि यहाँ थुप्रै कुराहरू छ। ए अच्छा, धेरै कुराहरू छ। हजुर। अनि अच्छा, उसो भए मिल्दैछ कुरा, आउँदैछ कुरा होइन? अनि मैले भुलेँ कि भनेर नि आउँदैछ त्यहाँ। अब त्योसँग चाहिँ एउटा के बडा, मैले पनि जति बेला किताब पढेँ नि, हजुर, मलाई पहिला यो पानाले चाहिँ उहाँको भूमिकाले चाहिँ एकदम मलाई भित्रमुखी म छु क्या। राइट। किनभने मलाई याद लाग्छ त्यहाँ लेख्नु भएको छ कि पारसमणि प्रधानले 1969 सालमा हजुर टिप्पण यो प्रकाशित भयो। हजुर। होइन? त्यसको 35 वर्ष अगाडि हजुर मदौरो आमाको जोखाना भन्ने उहाँको लेख लेख्नुभयो। त्यही चिज यहाँ कन्टेक्स्ट हाल्नु भएको छ, म पढेर सुनाइदिउँ तपाईँलाई सजिलो होस्। त्यो भएको छ। अनि त्यो मदौरो आमाको जोखाना चाहिँ के थियो भने कि त्यति बेलाको समयमा हाम्रो भाषा साहित्यको अवस्था हजुर कति शोचनीय थियो, बिमारी अवस्थामा थियो। त्यसलाई कसरी ट्रिटमेन्ट गर्नुपर्छ, के गर्नुपर्छ भन्नेमा पारसमणि प्रधानज्यू सरहरू बहुत चिन्तित हुनुहुन्थ्यो। होइन, उहाँ त हाम्रो समाजका लागि जन्मेको मान्छे हो नि त। हजुर। यसमा अनि उहाँप्रति हामी त ऋणी छौँ। किनभने आज म जुन मेरो यो गोर्खा भाषामा यहाँ बोलिरहेको छु तपाईँसँग सायद पारसमणि प्रधान सर नभएको भए बहुत कडा हुनुहुन्थ्यो सर। मेरो एउटा स्कुलमा इन्सपेक्टर भएर पनि आउनु भएको थियो, बहुत कडा हल्लाइदिनु भएको थियो सबैलाई। अनि त्यति बेला प्रश्नमा म पनि परेको थिएँ, त्यो अर्कै कुरा हो, खर्साङको कुरा यो चाहिँ। अब यसमा के भने कि यो किताब जुन लेख्यो 1969 मा, अनि यो जुन यसमा मदौरो आमाको त्यो भनेर लेख्नुभयो, त्यसको तपाईँको लगभग 14 वर्ष 15 वर्ष अगाडि हजुर चाहिँ उहाँले गोर्खा भाषा प्रचार भनेर लेख लेख्नु भएको हो। एकदम अवश्य यसै कन्टेक्स्टमा छ। अच्छा, अब त्यो गर्दाखेरि मलाई जब मैले पढेँ मलाई एकदम त्यसले उच्च गर्यो, किनभने त गोर्खा भाषाको बारेमा केही प्रमाण छ कि खोज्दै हिँड्ने मान्छे हो है। अब कहाँ गङ्गेटा छ, त्यसले ढुङ्गाली छोप्रो छ, त्यसलाई गर्दै हिँड्ने खोज्ने मान्छे हो। त्यसो गर्दा मलाई यसले के आइडिया दियो भने, के प्रमाण दियो भने कि हाम्रो यहाँ भाषाको नाम पहिला गोर्खा भाषा भनेर नै प्रचलित थियो। अनि समयकालमा त्यसलाई नेपाली बनाइयो। अनि त्यो बनाउँदा भने त्यो हेबिचुअल भएर गइदियो। तर मूलत आमा चाहिँ गोर्खा भाषा नै हो भन्ने कुरा म त कन्भिन्स भएँ त्यति बेला। अनि यो हाम्रो लागि बहुत महत्त्वपूर्ण एउटा स्टेप पनि थियो यसमा। त त्यसो गर्दा तपाईँको अब यो 1969 भन्नुभयो, यहाँ एउटा चिज अलिकति प्रासङ्गिक छ, एक दुईवटा चिज। अब योसँग जो किताबसँग त जोडेको होइन, तर त्यहाँ छ। हजुर, जस्तो सम्झ्यौँ 15 अगस्त 1947 मा भारत स्वाधीन हुन्छ। हजुर होइन? हजुर। अनि त्यसको अगाडि सायद 23 नोभेम्बर 1949 होला। अस्ति क्या त यहाँ ठुलो संवैधानिक दिवस पनि मनाइयो नि। हजुर। त्यसमा त्यो 23 नोभेम्बर 1949 मा हाम्रो निम्ति हाम्रा नेताले सही गरे, बङ्गाली दाजुभाइको निम्ति बङ्गाली नेताहरूले सही गरे, बिहारीका लागि बिहारीका नेताले सही गरे, त्यसो गरे आफ्नो जातिको लागि सही गरेको छ त्यो संविधानमा। त्यसो गर्दा हामी जो ब्रिटिस सब्जेक्ट थियौँ हामीलाई भारतीय बनाएको छ त्यहाँ, हेर्नुहोस् है। त्यसमा हाम्रो पक्षमा भएर गोर्खा जातिलाई रिप्रेजेन्ट गरेर त्यति बेलाको त्यो कन्स्टिट्युन्ट एसेम्ब्लीमा पनि म गोर्खा हो, म गोर्खाको लागि नागरिकताको बारेमा बोल्दैछु भनेर
हाम्रा ब्यारिस्टर अडिबहादुर गुरुङ, हजुर सानो कुरा होइन नि फेरि, पक्का ब्यारिस्टर अडिबहादुर गुरुङ खुदले उहाँले गोर्खाको रिप्रेजेन्ट गरेर आफू गोर्खा भएर हामीलाई भारतीय संविधानको अङ्ग बनाइदिनु भयो। उहाँले हामीलाई नेपाली बनाउनु सक्नुहुन्थ्यो होइन, उहाँले कसले रोक्थ्यो र त्यति बेला। तर ब्यारिस्टर भइसकेपछि उहाँले त्यस्तो भुल त गर्नु भएन। माने कुनै वकिलले पनि त्यस्तो भुल गर्नु हुँदैन नि त। भारतको गोर्खालाई नेपाली भन्ने भुल त कसैले पनि गर्नु भएन। विशेष गरी जो वकिली लाइनको हुनुहुन्छ, जो साहित्यका मान्छेहरू हुनुहुन्छ, जो दार्शनिकहरू हुनुहुन्छ, उहाँ त ठुला मान्छेहरू नि त। उहाँले त त्यो त्यस्तो त्यो अब के भन्नु, अब उहाँले त्यो प्रकारले सोचिदिनु भएन। उहाँले हामीलाई गोर्खा भन्ने रिप्रेजेन्ट गर्नुपर्छ नि त होइन। अच्छा, अब अर्को कुरा के आउँछु म भने, हेर्नुहोस् त्यसपछि हाम्रो यो गणतन्त्र भयो, भारत गणतन्त्र भयो है। त्यो चाहिँ अब 26 जनवरी 1950 हो होइन त। अब हामी भारतीय भएर भारतको संविधानमा मात्रै पसिनौँ। सम्पूर्ण भारतवासीहरू यहाँ जो थिए त्यसभन्दा 5 वर्ष अगाडि जो बसिरहेका थिए सबै हामी त्यो दिनमा भारतीय घोषित भयौँ। त हामी नेपाली हुने त कुरै आएन हजुर, के आयो? आएन नि त। अब त्यति बेला भारत छुट्यो, उता पाकिस्तान भयो, पाकिस्तानको पाकिस्तानी भयो। अब त्यति बेला बङ्गलादेश थिएन, यतापट्टि इस्ट पाकिस्तान थियो। त बङ्गाली भारतीय बङ्गालीको उता इस्ट पाकिस्तानीहरू पूर्व बङ्गाली भन्थे, अहिले पनि पूर्व बङ्गाली भन्छन् भनिन्छ है। पूर्व बङ्गाली त भनिन्छ नि अहिले, किन उनी त्यहाँको हुन्। त त्यसो गर्दा के छ भनेदेखि हाम्रो यो 1950 मा जब हामी भारतीय भयौँ त्यति बेलादेखि नै हामीले नेपाली शब्द प्रयोग नगर्नु पर्ने। अब अझ अर्को एउटा कुरा यहाँ त्यो पनि बहुतै महत्त्वपूर्ण कुरा के छ भने कि 26 जनवरी 1950 मा त हाम्रो देश गणतन्त्र भयो होइन र हजुर। त्यसको 6 महिना 5 दिन भनौँ न, यसको हिसाब गर्दा हिसाब किन गरेको भने 31 जुलाई 1950 को दिन भारत र नेपाल बीच एउटा सन्धि सही गरिन्छ। त्यो सन्धिको धारा 6 र 7 ले नेपालीहरू भारतमा आउन सक्ने, भारतीयहरू नेपाल जान सक्ने। हजुर, यो कुरा छ है। नेपालीहरू किन उनीहरू नेपालको नागरिकलाई नेपाली भनिन्छ, नेपाली भारतमा आउन सक्ने, बस्न सक्ने, गर्न सक्ने। भारतका जो नागरिक भारतीय त्यो नेपालमा जानेछ, त्यहाँ त कुरा त छुटिहाल्यो नि त। त्यसलाई पनि एउटा आधार लिएर हामी भारतीय है नेपाली हुने भन्ने त यो हामीलाई त्यति बेला बुझाइदिन्छ कोही भइदिएन, सबभन्दा झमेला कुरा नि। त्यसै कारण हामी 35 वर्ष रुमल्यौँ। पछि सुभाष घिसिङ आउनुभयो, उहाँले आएर धेरै अध्ययन मनन गर्नुभयो। अनि उहाँहरूसँग जो अब त्यहाँ थिए सबैले गरेर यसमा स्पष्ट कुरा भयो कि हामी नेपाली होइन, नेपाली भन्दा नेपालको नागरिकता बुझ्छ। जब नेपाली शब्दले नेपालीको नागरिकता बुझ्छ भने त्यहाँ तिनीहरूले जुन भाषा गरे त्यो पनि नेपाली भन्छन्, त्यहाँ अब आफू नेपाली भन्छन्। अच्छा, अब यसमा मजाको कुरा के छ भने हेर्नुहोस्, नेपालले नागरिकता नाम नेपाली राख्यो, हजुर, भाषालाई पनि नेपाली नाम दियो, हजुर। अब यतापट्टि पाकिस्तानले नागरिकता नाम पाकिस्तानी राख्यो, भाषालाई उर्दू दियो, हजुर। उसले पाकिस्तानी भन्ने भुल गरेन नि त, त्यति सोच राखे नि उसले, हजुर। त त्यही नामले दुईटै चिज गापेको हुनाले नेपाली शब्दले नेपाली नागरिकता नेपाली राष्ट्रियता बोकेको हुनाले त्यो भाषालाई जब तपाईँ नेपाली भन्नुहुन्छ, जाति भन्नेलाई नेपाली भन्नुहुन्छ, त्यो स्वतः नेपाल राष्ट्रको सम्पत्ति बुझ्छ। अवश्य अवश्य। अच्छा, अब त यसो गर्दा अलिकति अब यो पुरै कुरामा यति आइसकेपछि हामी यसो 1962 र 60 एउटा घटना भएको छ, हजुर। त्यो घटना भनौँ हजुर, भन्नुहोस्। अच्छा, के भएको छ भने 1956 मा हाम्रो देहरादुनबाट, हजुर, त्यति बेला हाम्रा उहाँका 2 जना साथीहरू उहाँहरूले भारतको राजभाषा आयोगलाई या भारतको प्रेसिडेन्टलाई
50 लाख गोर्खालीको निम्ति नेपाली भाषाको संवैधानिक मान्यता माग भनेर पठाउनु भएको थियो। वास्तवमा उहाँहरू घरमा गोर्खाली भाषा बोल्नुहुन्थ्यो, किन उहाँ त सैनिक हुनुहुन्थ्यो। तिनैजना हवलदारले आफ्नो कार्य क्षेत्रमा गोर्खाली बोल्नु पर्थ्यो। उहाँको बाउ पनि सैनिकमा हुनुहुन्थ्यो, बुवा उहाँको, बुझ्नु भएन? त्यसो उहाँ त घरमा सब गोर्खाली बोल्ने नि। यता म देहरादून जाँदाखेरि त्यहाँ सबैले आफ्नो भाषाले गोर्खाली भन्थे। त यो नेपाली भन्ने उनलाई जो कुरा, यो चाहिँ दार्जिलिङमा आएर त्यति बेला अलिकति कम्युनिस्ट प्रभावमा उनी परेर उनी नेपालीमा गरेको भन्ने चाहिँ मेरो सोच हो। हजुर है। अब अरूले के सोच्छन् त्यो अर्कै कुरा हो। मेरो चाहिँ सोच चाहिँ किन मेरो त्यो छ। त्यति बेला हाम्रो जो यहाँ नेता हुनुहुन्थ्यो सुब्बाज्यू, गणेशलाल सुब्बाज्यू र यहाँ थापा घनिष्ठ हुनुहुन्थ्यो। त यहाँ आएपछि अब उहाँले भन्नुभयो होला यस्तो यस्तो भनेर, ज्ञानी मुनि मान्छे हुनुहुन्छ है। त यो कुरा गरेर नेपाली नाम उनीहरूले लेखे। तर सरकारले के भन्यो भने नेपाल एउटा स्वतन्त्र देश छ, तसर्थ नेपाली भाषालाई संविधानमा दर्ता गरिएन भनेर उसले लेख्यो यता। त्यति मात्रै भएको मात्रै एउटा कुरा। यतापट्टि नेपालका त्यति बेला राजा थिए, राजा महेन्द्र। अच्छा, राजा महेन्द्रलाई अब नेपालमा अब राष्ट्रवादी भन्छन् है। अब उहाँको राष्ट्रवादको परिभाषा हाम्रो परिभाषा नमिल्ला, तर उहाँहरूले भन्नुहुन्छ भने हामी पनि भन्दै हुँदैन राष्ट्रवादी थिए पनि, उनी धेरै कुरा गरे पनि भन्छन्। जे होस् त्यति छैन। महेन्द्रले के गरे भने, राजा महेन्द्रले उनले यसमा 1962 डिसेम्बर किताबमा लेखेको थियो 16 डिसेम्बर 1962 को दिनमा यो जुन भाषा जो थियो नेपाली भनेर भाषा भनिन्थ्यो, यताको भाषाले त्यो प्रकारको जवाब दियो। त्यसले उनी बहुत चिन्तित भएको देखिन्थे र उनले चाहिँ के गर्यो भने 1962 16 डिसेम्बरको दिनमा देवनागरी लिपिमा लेखेको भाषा जसलाई नेपाली भनिन्थ्यो त्यसलाई त्यो संविधानको धारा 1 कति होला गरेर राष्ट्रभाषा भनेर घोषित गरिदियो। हेर्नुहोस् है।